गरौँ, नेकपा एमालेको अगुवाईमा समाधान हुनेछ। म प्रतिस्पर्धामा रहेको नेपाली कङ्ग्रेसका साथीहरूलाई ढुक्क हुन भन्छु, तपाईहरु निश्चिन्त हुनुहोस्, खुसी हुनुहोस्, एमाले जित्या छ। विकासका काम गर्छ, भ्रष्टाचार हुँदैन। तपाईहरुलाई चाहिएको विकास एमालेले गर्छ। स्वच्छता चाहिएको भने स्वच्छता एमालेले दिन्छ। भ्रष्टाचार एमालेले नियन्त्रण गर्छ। योजना एमालेले ल्याउँछ। त्यसकारण बिल्कुलै चिन्ता नगर्न म आग्रह गर्न चाहन्छु कांग्रेसका साथीहरू, हाम्रा विजयी मेयर उपमेयरहरूले सबै पक्षहरूलाई मिलाएर विकासका कामलाई अगाडि बढाउनेछन्, एकलौटी गर्नेछन्। हाम्रा प्रतिनिधि विजयी भएर गएको त्यो ठाउँमा गएर हुकुम चलाउन गएका होइनन्, जनताको सेवा गर्न गएका हुन्। सेवा गर्ने उनीहरू विकासका महारथी हुन्। उनीहरूले विकासको अभियानलाई सञ्चालन गर्नेछन्। तपाईहरुलाई थाहा छ, नेकपा एमाले आग्रह बोक्ने पार्टी होइन। नेकपा एमाले साना कुरामा अल्झिने पार्टी होइन। रेशुमाबासी दाजुभाइ दिदीबहिनीहरूलाई, कुलदेवी दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, शमशेर बहादुर 18 सालमा काटिनुभयो, मारिनुभयो। घोषणा गर्न एमालेको सरकार, एमालेको नेतृत्वमा सरकार चाहियो। 20 सालमा दुर्गानन्द झा फाँसीमा चढाइए, राजालाई बम हानेको आरोपमा फाँसीमा चढाइए। 20 सालमा एमाले गत वर्ष म प्रधानमन्त्री हुँदा बल्ल शहीद घोषणा गरियो। 31 सालमा लीलादाल, ठगीदाल लगायतका 4 जनालाई नक्खु जेलबाट निकालेर हत्या गरियो। पञ्चायती व्यवस्थामा निरङ्कुश राजतन्त्रका बेला उहाँहरूलाई शहीद घोषणा गर्न एमालेको नेतृत्वको सरकार चाहियो। गत वर्ष मैले गरेँ। राजतन्त्रका विरुद्ध टिप्पणीबोटे काण्ड गरेर क्याप्टन एके बहादुर थापा उहाँ गिरफ्तार भएर फाँसी चढाइनुभयो। 35 साल मार्च 26 गते उहाँलाई फाँसी दियो। उहाँलाई शहीद घोषणा गर्न गत वर्ष मैले गरेँ। त्यसै गरेर 30 सालको वनकाण्ड भनेर धनकुटाका भीमनारायण श्रेष्ठ उहाँहरूको हत्या गरियो। 35 साल मार्च 26 गते उहाँलाई शहीद भन्न एमालेको नेतृत्व चाहियो। हामीले घोषणा गर्यौं, गत वर्ष मैले घोषणा गरेँ। मैले नाम लिएका सबै लोकतन्त्र भनेर प्रजातन्त्र भनेर कांग्रेसमै लागे, कांग्रेसबाटै काम गरेका साथीहरू थिए। अहिले मैले कुनै कम्युनिस्टको नाम लिएँ, कांग्रेसको नाम लिएँ। तर कांग्रेसलाई पनि लोकतन्त्रका लागि ज्यान दिएका, फाँसी गएका, बलिदान चढेकाहरूलाई शहीद भन्न त एमाले चाहियो। एमाले सानो झापा आन्दोलनका शहीद हुन अथवा टिपुरबटेका हुन अथवा झापा जेलबाट निकालेर हत्या गरिएका अथवा नखु जेलबाट निकालेर हत्या गरिएका अथवा 8 सालमा टाउको काटिएका भीमदत्त पन्त हुन अथवा 18 सालमा टाउको काटिएका शमशेर बहादुर हुन्, शहीद घोषणा गर्नका निम्ति त्यो सम्मान दिन एमाले चाहियो। सानो चित्त एमाले राख्दैन। म ढुक्क हुने साथीहरूलाई आग्रह गर्न रेशुङ्गावासी दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू ठिक बाटोमा हुनुहुन्छ। अहिलेसम्म 107 लगभग स्थानको परिणाम घोषणा भएको छ। 52 सिट एमाले जितेको छ अहिले यति बेलासम्म। यस चुनावमा 52 सिट भनेको रेशुङ्गा एउटा गरियो। रेशुङ्गा बाहेक अरू 51वटा जितिसकेका छ। नेपाली कांग्रेस पनि पुरानो पार्टी पछि आइरहेको थियो। माओवादीले पनि उठाउनै ल्याएको छ, 19 सिट पुर्याएको छ। जनशक्ति नयाँ शक्ति नयाँ शक्ति फोरम उसले 2 सिट जितेको छ। अर्को एउटा राजम उसले 1 सिट जितेको छ। जे होस्, तपाईँहरूले अखबार हेर्नुभयो भने, हिजो अखबार हेर्नुभयो होला,
गिन्ती सुरु हुने बित्तिकै अखबारमा आयो, सुरुवातमै एमालेलाई धक्का, केपी ओली चिन्किने घोषणा। एउटा कुरा म भन्न चाहन्छु, नेकपा एमाले कुनै जितबाट उत्ताउलिएर खुसी भएर केटाकेटीलाई दसैँ आए जस्तो आँगनमा निस्किएर नाचे जस्तो दसैँ आयो भनेर नाच्ने पार्टी होइन। दुईटा ठाउँमा हालिहाल्यो भने पनि एमाले आफ्नै पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी। यसको मस्तिष्कमा, यसको मनमा नेपाल छ, यसका मनमा नेपाली जनता छन्, यसका उद्देश्यमा नेपालको विकास छ, यसका उद्देश्यमा नेपाली जनतालाई सुखी बनाउन चाहन्छ एमाले, यसको उद्देश्य त्यसकारण सानातिना कुराले अलिकति चिसो हावा लाग्यो भने, अनुहार बिगार्ने, अलिकति न्यानो भयो भने, अलिकति पियो खान पायो भने मिठो हुने, फुरुक नपर्ने, अलिकति नराम्रो भयो भनेदेखि केही भइहाल्ने, त्यस्तो होइन। यो एउटा महान उद्देश्यमा छ। त्यसै कारण तपाईँहरूले देख्नुभएको छ, अनेक थरी मिलेर अनेक थरीको मोर्चा बनाउँदा पनि एमाले 52मा छ। अहिले पनि 52 सिटमा एमाले छ। तपाईँहरूले अखबारमा हेर्नुभयो, यताउता हेर्नुभयो, अनलाइनहरूमा हेर्नुभयो भने समाचार आउँछ एमालेलाई गम्भीर धक्का। तपाईँहरूले अनलाइन खोलेर भने झापामै एमालेलाई गम्भीर धक्का भन्ने आउँछ। परिणाम आइसकेपछि थाहा हुन्छ। रेसुका भन्दा अलि राति नै छ। यस्तो हुन सक्छ। अब नेकपा एमाले एउटा विषयमा छ, यो जरुरी छ। तर अझ गुल्मीमा केही ठाउँ एमाले जित्न सकेन। एमाले साह्रै दुःख त माने आउँदैन, तर वीर यस कुरामा छ, ती एमाले नजितेका ठाउँमा विकासको गति अब दर गरी अगाडि बढ्न सक्छ। सरकार त धेरै गर्छ, तर एमालेको नेतृत्वमा गत वर्ष सरकार बनेपछि कत्रो उल्लङ्घन भयो। चीनतिरका बाटा खोलिए, एउटा देशमाथिको निर्भरता समाप्त भयो। बाटा खोलियो भने बाटाहरू खोलिए, पुलहरू बने, हामीले रेल ल्याउने भन्यो, रेल कुदाउने भन्यो, अनेक प्रकारका यो सबै अभियान, विकासको अभियान, कृषिको आधुनिकीकरण सम्बन्धी अभियानको रूपमा व्यवसायीकरण गर्ने कुराहरू अगाडि यस्तो अवस्था नेकपा एमाले यो अभिभावकका साथ स्थानीय तहदेखि जहाँ सार्वभौम सत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको पहिलो प्रतिनिधिको रूपमा स्थानीय तहबाट अवका यी नगरपालिकाहरू, गाउँपालिकाहरू सरकार हुन्। हिजोका गाविस जस्तो, हिजोको नगरपालिका जस्तो होइन। अहिले सरकार चलाउने कार्यकारिणीका अधिकार, व्यवस्थापकीय अधिकार र व्यवस्थापिकाका अधिकार र न्यायिक अधिकार समेत पनि भयो। संविधानको अनुसूची 8ले 22वटा अधिकार तोकेको छ छुट्टै। अरू केन्द्रसँग, प्रदेशसँग साझेदारी गरेका अधिकारहरू छन्। यसरी एउटा सरकारको रूपमा यसले काम गर्छ। गम्भीर ढङ्गले अगाडि बढ्न जरुरी छ र नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ। म यहाँहरूलाई आग्रह गर्न चाहन्छु, रेसुङ्गाको दिन अब फेरियो, रेसुङ्गाको विकासको अब मुहान फुट्यो, रेसुङ्गा अब अगाडि बढ्छ। के चाहिन्छ यहाँ मेरो सामने अब हिजोको गिरिराज भूषाल मात्रै होइन, अब नगर प्रमुख तपाईँहरूको विश्वास लिएको गिरिराज भूषाल हो। आयोजनालाई कति रकम चाहिन्छ, के चाहिन्छ, कुन आयोजना कहाँ कस्तो स्थापना गर्नुपर्छ त्यसका लागि म तपाईँहरूलाई भन्न चाहन्छु। माथि हामी छौँ, माथि म छु, तपाईँहरूलाई भन्न चाहन्छु। म कुनै